धेरै जसो बिरामीहरू जसले सुई लगाउनुहुन्छ उहाँले एउटा ठुलो गल्ती के गर्नुहुन्छ उहाँको दाइको जस्तै भन्दाखेरि इन्सुलिन सधैँ एकै ठाउँमा लगाउनुहुन्छ। ल हेर्नुहोस् त यहाँ यो निलो देखिएको छ नि, उहाँले बिहान यता बेलुका यता बिहान यता बेलुका यता गरेर एकै ठाउँमा लगाइराख्नु भएको छ। त्यो ठुलो गल्ती हो, हामीले बारम्बार भन्दै गरेका छौँ एकै ठाउँमा लगाउनु भएन है। अब यो ठाउँमा चाहिँ उहाँले कम्तीमा पनि 1 महिना जति सुई लगाउनु हुँदैन, किनभने यहाँभित्र बोसोमा घाउ भइसकेको छ। औषधि राम्रोसँग जाँदैन, कि औषधि त्यहीँ थुप्रिन्छ कि चाहिँ 81 शरीरमा गएर तपाईँलाई सुगर झ्याप्प लो हुने सम्भावना हुन्छ है त। अनि यहाँ बोसो पनि पलाइसकेको छ, यसलाई हामी लाइपो हाइपरट्रोफी भन्छौँ। यो चाहिँ इन्सुलिन लगाउन नजान्दाको परिणाम हो है त। हामीले यो पेटभरिलाई युज गर्नुपर्छ नाइट्रोसम्म। हजुर पाउनुहोस् है, नाइट्रोको अलिकति भाग छोडिदिने, यो सिधा भागमा पनि नलगाउने, त्यसपछि यता जता लगाए पनि हुन्छ है त। तपाईँले एक उमरको फरक पारेर टाढा 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 यसरी लगाउनु होला, यता पनि लगाउनु होला, एकै ठाउँमा बारम्बार खोप्नु हुँदैन है त। बुझ्नुभयो नि? यसरी छाला समात्ने अनि इन्सुलिनलाई हल्लाउने अनि सिधा खोप्ने है त। ओके, बुझ्यो नि है, धन्यवाद।